गायक तथा मोडल दुर्गेश थापाको बहुचर्चित गीत दुश्मन हेरेको हेरैले युट्युबमा तहल्का मचाइरहेको छ। दुर्गेशको करियरकै सर्वाधिक हिट यो गीतलाई युट्युबमा 10 करोड भ्युज मिलेको छ। यो गीतलाई सार्वजनिक भएको 5 महिनामै यो लोकप्रियता आँकडा मिलेको हो। यो गीत सार्वजनिक भएपछि दुर्गेशको लोकप्रियताको उचाइ पनि गजबको छ। नेपालका अधिकांश स्टेजमा उनी सर्वाधिक माग भएका गायक हुन्। साथै उनको विदेशमा पनि उस्तै माग छ। दुर्गेश अब आफ्नो विश्व भ्रमण सुरु गर्दैछन्। अस्ट्रेलियाबाट उनले सांगीतिक विश्व भ्रमण सुरु गर्न लागेका हुन्। गायक थापाको यो गीतमा प्रियंका कार्की कविता नेपालीको अभिनय छ। गायक थापाको समेत अभिनय रहेको गीत स्टेजमा सर्वाधिक माग भएको गीत हो। नेपालीले मात्र नभई विदेशीले पनि यो गीतलाई मन पराएका छन्। 20,000 बढी प्रतिक्रिया युट्युबमा पाएको यो गीतलाई 6,55,000 भन्दा बढी लाइक गरेका छन्। युट्युबसँगै टिकटकमा पनि यो गीतको डिमान्ड उच्च देखिएको छ। गायक थापाको करियर नै बदलिएको यो गीतले आगामी दिनमा अझै दर्शक तथा श्रोताको माया पाउने पक्का छ। साथै यो गीतले 10 करोड भ्युज पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गायक तथा मोडल दुर्गेश थापालाई बधाई दिएका छन्।